हाई एभ्रिवन, आई एम साजन कुमार यादव। तपाईँ आफ्नो हेडफोन लगाएर आँखालाई बन्द गरी लिनुहोस् र यो भिडियोलाई शान्त भएर फिल गर्नुहोस्। ल स्टार्ट है। एकछिन पछि तपाईँ आफ्नो लाइफको सबैभन्दा इजी पेपर लेख्न जानेछौ। ल इजी पेपर सर, अहिले त मेरो यो बाँकी छ त्यो बाँकी छ, अहिले मैले एउटा पनि मोडल सेट गरेन, मेरो साथीले त यो सेट गर्यो त्यो सेट गर्यो, अहिले त मैले सेट स्टार्ट पनि गरेन, बस यति मात्र। सुन्नुहोस्, अहिलेसम्म कसैको सिलेबस पुरा भएको छैन, चाहे त्यो टफर किन नहोस्, लास्टमा त्यसले पनि केही न केही छोडेर नै आइहाल्छ। तर एउटा कुरा भनौ, कम पढेर पनि जसले इक्जाममा राम्रो मार्क्स ल्याउँछ त्योलाई लेजेन्ड भनिन्छन्। हो, तपाईँ त्यही लेजेन्ड हुनुहुन्छ। जति सिलेबस भएछ केही छैन, तपाईँ आफ्नो पेपरमा 110% दिएर आउनुहोस्। बुझिरहेछौ मेरो कुरा? तपाईँलाई थाहा छ कि तपाईँलाई राम्रो मार्क किन ल्याउनु छ? किनकि तपाईँलाई कसैले पछाडि पार्न नसकोस्, दबाउन नसकोस्। जसले तपाईँलाई भन्दै थियो कि तैँले केही गर्न सक्दैनन्, त्यो सबैजनालाई आफ्नो राम्रो रिजल्ट ल्याएर त्यसको मुखमा फालिदिनुहोस् जबसम्म कि त्यो शान्त भइहालोस्। जबसम्म टिचर पेपर लिन आउँदैन तबसम्म लेख्दै रहनुहोस्। हात दुखोस्, खुट्टा दुखोस्, टाउको दुखोस्, तर लास्टसम्म लेख्नुहोस्। यदि तपाईँलाई लाग्छ कि अब त धेरै भयो, अब हुँदैन त, मात्र एकचोटि आफ्नो आमा बुबाको फेसको स्माइल याद गर्नुहोस् कि जब तपाईँले राम्रो मार्क ल्याएर 95+ ल्याएर उहाँहरूको अगाडि जान्छ भने उहाँहरूलाई कति खुसी लाग्छ त। तपाईँहरूले आफ्नो इक्जाममा राम्रो गरेर आउनुहोस्। ल लास्टमा बेस्ट अफ लक, राम्रो गरेर आउनुहोस्, इक्जाममा तोडफोड गरेर आउनुहोस्। बेस्ट अफ लक।